हेलो साथीहरु, म चाहिँ यहाँनिर देख्न सक्नुहुँदैछ रेडी सेडी भएर म चाहिँ यहाँनिर मेरो बहिनीको घर आउँदै आएको छु है। अनि मेरो बहिनीको घर आएर चाहिँ तपाईहरुलाई म के देखाउन चाहन्छु भने पछाडी देख्नुभयो फुल है। अनि म चाहिँ अब रुम जाँदै गरेको साथीहरु, रुमतिर है। मेरो बहिनीले चाहिँ फुल रोपेको हेर्नु न साथीहरु, आउँदैछु। फुल रोपेको हेर्नुहोस् है साथीहरु, यति मजाले राम्रो राम्रो फुल रोपेछ। यस्तो मजाको फुल रोपेछ हो साथीहरु। कोकोलाई मन पर्यो है साथीहरु फुलहरु चाहिँ, हेर्नुस् न। वाउ, यस्तो मजाले फुल दिएको छ कि साथीहरु, डिफ्रेन्ट कलरको हैन। यो त झन् क्या ब्युटीफुल फ्लावर है अम्बो। अनि यो चाहिँ यहाँ फुल हेर्दै देखाउँछु। यहाँ हो रोज फ्लावर झन्। अनि सबैभन्दा मेन चाहिँ यहाँनिर एउटा फुल फुलेछ, यहाँ रोज फ्लावर देख्न सक्नुहुँदैछ। वाउ, सो ब्युटीफुल। फेरि यो त झन् कति राम्रो राम्रो हो। ल अहिले फोटो खिच्छु। अनि यस्तो भइरहेछ आजको बिहानी चाहिँ। बहिनीको घर चाहिँ यो हो। अनि यसले चाहिँ यहाँ उति फर्सीहरू रोपेको रहेछ है साथीहरु। फर्सी, काँक्रा अनि सुन्तला पनि, सुन्तलाको पनि पत्ता आउँदैछ। उतातिर सुन्तलाहरू रोपेछ। अनि यस्तो मजाले फुल हाउसेर आएको। कस्तो दामी फुल चाहिँ आलु फुल हो, तर के फुल भन्छ अरू चाहिँ। अनि सब्जीहरू लगाएको छ बहिनीले उतातिर। त्यहाँ देख्नुहुन्छ होला काँक्रा पनि फलिरहेको छ हो। काँक्रा पनि फलाइसकेछ। हाम्रो चाहिँ भर्खरै यी काँक्रा रोपेर चाहिँ तल गाजर सिमीहरू छ रहेछ हो। फलको रुख चाहिँ यहाँ खोइ फलेको देख्दिनँ म त, फलेको छैन रहेछ। ओके साथीहरु, यस्तै छ। अब म चाहिँ यहाँबाट जान्छु एकछिनबाट है साथीहरु। बहिनी आएकै छैन। ल त है, भिडियोहरू हेरिदिँदै गर्नुहोस् है। बाई बाई। ए बहिनी आएछ, तपाईँलाई म बहिनी देखाउँछु है। घाँस लिएर आउँदैछ है साथीहरु।